बाइक एक्सिडेन्ट भयो त मान्छे के भयो एक्सिडेन्ट भयो क्या मान्छे के भयो त चाबी कहाँ छ बाइकको त्यही छ हेर त नजाऊ त्यसरी बुढो यहाँ आऊ त तिमी बाइक एक्सिडेन्ट भयो गाइस ल एक्सिडेन्ट पर्यो यार मान्छे पो के भएछ भने डर लाग्यो सो हेलो गाइज गुड मर्निङ होइन फेरि पनि आज नयाँ भ्लग लिएर आउँदैछु म चाहिँ आज बुढाबुढी चाहिँ यसो गाउँतिर जानु पर्यो भनेर यो सरसामानहरू किनेर ल्याइसकेका छौँ घरमा दिनलाई पैसा दिनु पर्ने अहिले अनलाइनको सिस्टम अनलाइन हुन्छ अनलाइन छ अब हुन त केही पनि हुँदैन होइन सानो थोरै एमाउन्ट दिएर त्यही पनि अब अलिकति एमाउन्ट अनलाइन हुँदो रहेछ मर्निङ अङ्कल होइन यो गाउँमा लगिदिनलाई क्या अङ्कल चाहिँ हाम्रो किराना पसलको घरकै छेउको अङ्कलको पसल छ क्या किराना पसल सो मैले चाहिँ सामानहरू अन्त्यबाट ल्याएको देखेँ नि त सो त्यही हो गाइज अब गाउँमा अब बुढाबुढी जाँदैछु के गर्ने जानु परिहाल्यो होइन गाउँघर पनि ल गाइज अब चाहिँ यहाँ बच्चा निकाल्दैछु मैले मेरो प्यारो बच्चा होइन त्यसबाटै जाने हामी गाउँमा चाहिँ सो रेडी हुँदैछु मेरो आवाज सुनिएन होला है माइक यहाँ त यसलाई चाहिँ अब म यहाँ माथि सेट गर्दैछु हेलमेटमा राख्छु यता राख्नु लागेर चाहिँ हेलमेटमा ताकि मेरो आवाज सुन्नुहोस् होइन त्यही हो ल एकचोटि मेरो आवाज आएको छ कि छैन एकचोटि चेक गर्नु पऱ्यो होइन आज चाहिँ बुढीले पनि त्यहाँ माइक लगाइरहेको छ क्या यहाँ दुईजना कुरा गरेर हिँड्नु भनेर आज दुईजनाले माइक लगाइरहेछ अलिकति भ्लग राम्रो होस् भनेर होइन कन्टेन्ट राम्रो निस्कोस् भनेर दुईजनाले माइक लगाएर टक्क लगाएर अब हामी जाँदैछौँ हाम्रो घरमा पुर्खौली घरमा है मेरो पुर्खौली घरमा होइन दुईजनाले बोलेर सुनेपछि अझै राम्रो हुन्छ नि त मसा लाग्यो कन्टेन्टमा ल अब निकाल्दैछु म अब यसरी निकाल्नुपर्छ हाम्रोमा चाहिँ है बाइक चाहिँ ल फ्रेन्ड बाई कम टु माई ब्लग लाइक सेयर सब्सक्राइब भन्दा के खाने नखाए सर बोलेर अहिले जोडले भन् लाइक सेयर सब्सक्राइब भन् एन्ड डोन्ट फर्गेट टु फलो अहिले ठुलोसँग भन्नु माइकमा सुनेन ल गर्नु ओके बाई दोस्त ल बस ल गएर गङ्गोको चोक होइन त्यसरी उता सामाखुसी चोकमा गइसकेपछि चाहिँ त्यहाँबाट ग्रान्डी हस्पिटल कि के हस्पिटल छ नि एउटा त्यहाँबाट भित्र छिर्ने हो क्या गङ्गोको चोक हो उता हो सामाखुसी चोक हो यो यहाँ सामाखुसी चोकको यसलाई साइड दिउँ होइन किनकि जान खोजेको मान्छेलाई चाहिँ फर्स्ट प्रायोरिटी दिनुपर्छ क्या ल यो हाम्रो गाउँ चाहिँ अब यहाँबाट झोर जाने बाटो हो क्या यहाँबाट पेट्रोल पम्पको बाटोबाट जाने यहाँबाट भित्र छिर्ने जान ल अब चाहिँ हामी कहीँ पनि नरोकिकन रफ्तारमा जानुपर्छ है भनेर हामीले सल्लाह मात्र गरेको थियौँ फेरि बिचमा रोक्नु परिहाल्यो
दुईटा मोबाइल बोक्नु गाह्रो भयो बोजीमा मोबाइल हाल्दै हुन्छ यो त अटै आउँदैन त बुढो अटेन यसरी भयो ल यसले कसो च्याप्ने अनि च्याप्नु ल भयो ल अटाउनु भने अड्किन्छ जस ढङ्गमा ढुङ्गा ढुङ्गा अरे मेरो बुढी चाहिँ पछाडि बसेर मेरो दिमाग खाँदैछ भन्दै सो त्यो मोबाइल सेफमा राखिसकेपछि हाम्रो रफ्तारमा जाने क्रम चाहिँ अघि बढ्यो यहाँबाट चाहिँ अब हामी उता पुग्छौँ क्या टोखा जाने बाटो हो यो अब अलमोस्ट आइसक्यो यस्तो टर्निङ यहाँ बब्बाल बनाएको चाहिँ टोखाको गेट क्या नेपालमा आर्टिस्टहरूको कमी चाहिँ छैन क्या हरेक चिज जाने छ होइन तर अलिकति लगाउनु होइन ओहो यो त के हो ए यहाँ अस्ति न त्यो रातो अबिरको होली खेला ठाउँ यहीँ रहेछ त्यसो भए के जात्रा भइरहेको थियो यो गेट छिर्नुपर्छ सिधा अलिअलि नेवार बस्ती नै हो नि त यो मन्दिर ठ्याक्क देखि भएपछि चाहिँ यहाँबाट यता जाने बाटो छ तर हामी तलतिर लाग्ने आज कस्तो जाम रहेछ अनि त्यो यस्तो शनिबार मेला पनि हाल्दो रहेछ है यहाँ यस्तो थिएन के पाउँदो रहेछ त्यो चस्मा लिने क्या यो दामी चस्मा रहेछ जस एउटा कम्पनीमा काम गरेपछि लगन भनेको यस्तो हुन्छ एकचोटि त पुरा सपना यो यसको भ्यालुसन यति हुन्छ यता हुन्छ तपाईँ भने थाहा छ अब लगन चिन्ता भने यस्तो हुन्छ मैले त एकचोटि होइन 500 अनिल चौधरी भन्ने भाइ छ राति अनिल यहाँ चाहिँ भनेर बोलाइरहेको रहेछ क्या अहिले बानी भयो नि अहिले बानी भयो नि भने क्या अहिले बानी भयो भने क्या के झर्केर बोल्छ बोलिरहेको अब बाइकमा हुने बेला चाहिँ अगाडिको मान्छेले बोले पछाडि मान्छेले सुन्दैन नि त सो मैले जवाब दिएन कि भनेर मेरो बुढी चाहिँ झर्किरहेको छ हामी झोर आइपुग्नु लाग्यो हामी जोर त्यही बाटो आइपुग्नु लाग्यो क्या अब यहाँबाट पुग्छ अफ रोड चाहिँ यति हो यहाँको चाहिँ उता माथि पुगेपछि चाहिँ आउँछ मैले र तिमीले बोला दुईजनाले बोले आउँछ क्या अन्त दुईटा आइन्छ नि त अब त यो पालि त ल आज चाहिँ यो बाटो हिँड्ने टन्नै छ जस्तो छ अब पहिला त्रिशुली जाने बेला छैन बुढो त्रिशुली जान छैन पहिला बिदुर जानलाई क्या बिदुर त्रिशुली जानलाई क्या त्रिशुली नुवाकोट जानलाई त्रिशुली जानलाई पहिला उता ककनीको हाइवे के सल्लभ के छ
के अरे पिछली के अरे पहिला त्रिशुली जाने हाइवे उता ककनीको बाटोबाट युज गर्थ्यो नि त अहिले सबै यो बाटो आउँछ क्या यो बाटो गयो भने चाहिँ अलमोस्ट लाइक 2 घन्टा चाँडो पुग्ने भएर सबै यही बाटो हुन्छ क्या त्रिशुली जानलाई अनि अहिले बसहरू पनि खासै चल्दैन इडी गाडीहरूले यो रुट पुरा खाइदिइरहेछ ल यो टोयलेट आइसकेपछि चाहिँ यताबाट छरेर जाने भयो हामी चाहिँ यता तल जान्छौँ है त्यसको बाटो जानु पर्छ बुढो माइकको ब्याट्री टिक्यो होला त यो जङ्गल चाहिँ बहल लाग्छ क्या यो बाटो चाहिँ मलाई अब ठुलो घरमा आउनुलाई भातको पाउनु सक्ने आइसकेपछि डेन्जर उकालो आयो अब त अब सबभन्दा डेन्जर बाटो आउनुलाई उकालो यहाँबाट त अब यस्तो डेन्जर छ नि बाटो कसम झन्डै नपल्ट ल झर्ना त सुकेछ यहाँ के अरे पानीपर्ने सिजनमा यस्तो बवाल हुन्छ अब 1-2 महिनापछि बवाल हुन्छ असार महिनामा चाहिँ उता जुन गराउने बुढी चरा बसिरहेको छ त्यहाँ हेर न धुवा त्यहाँ धुवाको छेउमा हेर न क्या मजाले बसिरहेको छ ठुलो डिएसएलआर कहाँ क्यामेरा भएको त है देखेन एकचोटि बिस्तारै लान्छ त्यहाँ खिच वाउ क्या दामी छ यार चरा खै खैदेऊ त एकचोटि रातो पुच्छर भएको यार ल उड्यो जे होस् अघि नरोकेको ठाउँमा चाहिँ एकदम ठुलो झर्ना आउँछ क्या यहाँ प्राय मान्छेहरू घुम्न पनि आउँछ बर्खा यहाँ घरको माथिको के भन्छ यसलाई माथि आइपुग्यो घोडा दुखेर मर्न लागिसक्यो गर्मीले पागल 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 माइक चाहिँ डह्रो टिक्ने रहेछ ऐसेलु खानु जाने नजाने यत्रो बार पायौँ एक ठाउँमा पनि ऐसेलु खानु रोक्दैन मलाई यही ठाउँ नै नजाने ल अहिले एकछिनमा जाउँला नि ल गाइज हामी चाहिँ आइपुगिसक्यो होइन घर पहिला त मैले बाइक उता राख्थेँ क्या उता यहाँनिर राख्थेँ अहिले चाहिँ यहाँ के रोपेर सिमी हो सिमी रोकिरहेको छ अरे ल बोकेर आइज ल यही बस्छु म त आउँदिनँ बोकेन ब्याग ल गाइजहरू मेरो बुढीलाई चाहिँ हेलमेट सेलमेट सबै थमाइदिन्छ क्या भरिया बनाइरहेको छ गाउँमा आएपछि गाउँको त्यो सिक्नु परेन डोको सोको बोकेर मान्छेले के गाउँमा त मान्छेसँग आइफोन पनि हुँदैन आइफोन बोकेर हिरो भनेर किन एउटा बाइक ब्याग बोक्नलाई गाउँमा आएपछि डन हुने आफ्नो घरमा आएपछि लास्टमा कसैले पनि चिन्दैन क्या के कसले चिन्दैन नचिने गरेर आएको नि हेलमेट सेलमेट लगाएर ल सो गाइज देख्न सक्नुहुन्छ ए बब्बा लेखिरहेको छ अहिले चाहिँ बाँस सास काटेर यस्तो
पुरा लगाएर चाहिँ सबै हाम्रै जग्गा जमिन हो। यो चाहिँ कसको हो थाहा भएन। अब हामी जाँदैछौँ घरमा। गाउँघरमा जाने बेला चाहिँ यस्तो गोरेटो बाटो हिँड्नलाई चाहिँ एकदमै रमाइलो लाग्छ क्या मलाई चाहिँ। अहिले त मान्छेहरू पनि छैन जस्तो छ नि गाउँमा। गाउँघरमा मान्छे छैन, खाली भयो। गाउँघरको जमिनहरू बाँझो रह्यो। के रोप्यो यहाँ? यो चाहिँ के मकै रोपेर ल यहाँ चाहिँ यस्तो डोरीहरू त्यही त। अनि यत्रो डोरी चाहिन्छ अनि हामीले के अनि एक प्याकेट ल्याएर डोरी खोज्नु त खोजे हो पाएन। अब थाहा भयो कस्तो डोरी चाहिने रहेछ। पुरै खेतीपाती डह्रो चल्दा चाहिँ दामी छ है मेरो घरमा चाहिँ। टन्न अब खेतीपातीको काम भइरहेको छ। यो के रोप्यो अरे? सिमी त गिरौला हो। गिरौला रोप्दैछन्। उता माथि पनि पुरा बाल लाएर लाल भएछ। पहिलाभन्दा त कस्तो चेन्ज भएछ है। कोही हुन्न क्या हो? घरबेटी आमा नमस्ते। नमस्ते काकी। फाइनली भन्न घर नजिकै भएर अलिकति सजिलो छ क्या हाम्रो आउनु जानु आउने जाने। हेलो के छ तेरो हालखबर? हान्न खोज्छ फेरि है। सुरु भयो। के छ ब्याउनु भयो? चिने जस्तो छ यार यसले। चिनेको तिमीले? चिने जस्तो छ यार। त यसले त्यो टाउको घिसारै गरेर हैरान गर्छ क्या। यसले चाहिँ आज मलाई चिने जस्तो छ है। ल ओइ नान यहाँ छ। नानी तैँले पिटाइ खान्छ नि फेरि। यतिकै बसिरहेको छ तपाईँले चुप लागेर बस्नु। मलाई के गरेको छ? यसले चिने जस्तो। सो घरमा चाहिँ अलिकति चेन्जेसहरू भएछ। अस्ति न हामीले रुखहरू काटेर रेडी गरेको थिएँ। त्यो रुखको चाहिँ यहाँ टोइलेटको ढोका चाहिँ मस्त बनाएर छ। टोइलेट ढोका चाहिँ डह्रो बनाएको छ। दामी भएछ। यो टोइलेटको ढोका त बनायो। यसमा हेन्डल हाल्नु पऱ्यो क्या तान्नलाई। यस्तोमा के छ भाइ? तेरो मामा हो म। दादा त्यसले पिटाइ खान्छु म। नखोल न, म यहाँ देखाउनु लागेको। चाबी लगाउन यार यस्तो छ बुहारी नानीको। यहाँको भिडियो बना मामाको। यहाँ यस्तो समाज नचल है के भने। यहाँ मामालाई देखा। खतरा खिचिस नि। ल अब भोलि अनुहार राम्रो आयो भान्जोको। ल अनि यहाँ भर्याङ पनि दामी सोलिड बनाएछ। कसले बनायो? दामी कटिङ हानेछ त यार। बवाल बनाएछ। आमाले बनाएको होइन होला। तेरो हातमा कले चाहिँ अब हाम्रो के भन्ने गोडाउन सामानहरू के हो? चामलहरू, धानहरू, गुन्द्रीहरू, मकैहरू। यो
कसलाई दिने यो भैँसीलाई दिने ढेँडो पकाएर खाने ढेँडो मिठो लाग्छ तिम्रो नाम के हो रियान के हो पुरा नाम भन न रियान तामाङ हो भन न ल जाउँ यस्तै छ गाउँघर चाहिँ हाम्रो भर्याङबाट चाहिँ भक्तपाल लाग्ने गाइज युट्युबमा हेर्नुपर्छ ल मामाको भिडियो हिँड्न पनि आउँदैन होला लेट्स गो के छ बहिनी बुहारी नानी लजा लजै गर्छ जाउँ है स्याउला काट्यो हुने ओ तपाईँको नाम के हो स्याउला काट्ने हजुर ल बसेर पोस्दियो ल खतरा रहेछ ल पानी परेर बिजोक भएर यार अब घर कसरी फर्किने त यहाँ बसेर बसेको खिचिदिनुहोस् न पानी पर्छ उता पुरा यहाँ माथि डाँडामा पुरा आइरहेछ बिस्तारै फर्क के लगेको है कहाँ टिपिस तिम्रो आएपछि चाहिँ यस्तो अर्ग्यानिक खानु पाएपछि होइन नानी यस्तो राम्रो के लिपस्टिक दलेको काम पाएछ फेरि रातै भएछ फेरि बादलको चाको गाइस रमाइलो भएर चाहिँ आज आफ्नो घर गाउँघरमा आउनु बेला चाहिँ पानी पनि परिरहेछ अब जानुलाई चाहिँ अलिकति अप्ठ्यारो हुन्छ जस्तो लाग्यो के गर्नु जानै पर्यो भोलिबाट काममा पनि जानै छ होइन मान्छेको जुनी भनेको काम गर्नै पर्यो त्यतिकै काम बिना मान आउँदैन होइन त काई ल गाइज हाम्रो चाहिँ अब यहाँ गाउँघरमा मिनी भ्लगहरू मलाई डिस्टर्ब हाल्दैछ यसले एउटा चिसो दिएको चुप लाग्ला कि भनेको अझै बोल्दैछ खाँदै चुप लाग्नु पर्दैन झन् चुप लाग्ला कि भनेर दिएको मलाई डिस्टर्ब बनाउँछ जस्तो क्या भ्लग बनाउनलाई सो के भन्नु खोज्यो भने चाहिँ अब यहाँ गाउँघरको अर्ग्यानिक खाजाहरू देखाउन लगाइरहेको छु होइन देख्न सक्नुहुन्छ के को सुकुटी हो क्या के हो यो के हो यो के हो चिउरा भयो म त चपाउने दाँतै छ उता काठमाडौँमा बसेर तपाईँको सबै चक्लेट खाँदा यो के छ आलु चना पहिलो यसलाई के चना हुन्छ सेतो चना अनि यो के हो यो प्याज अनि चिउरा अनि त्यसपछि चिया अनि बवाल भइरहेको छ यहाँ चाहिँ खाजा खाने बेलामा चाहिँ जस गाउँघरमा आउँदा चाहिँ यत्तिकै चाहिँ हुनुपर्छ क्या यस्तो धुवाहरू आँखामा छिरेर है बानी भएन भने त गाह्रो हुन्छ त्यस्तो चाहिँ गाई छ आयो खन्चु आइपुगे आयो मेरो खन्चु आइपुगे कसको कसले खायो
यस्तो बल त्यसको के हो पत्ता गयो एकदम बेपत्ता गयो गाइस बाई बाई पछि मामासँग भ्लग बनाउनुपर्छ ल यहाँ हाल्छु ल हजुरले पनि भगवान मिठो लाग्छ सुकुटी चाख्नु है त दुवा त धेरै आउँछ है गाउँघरतिर त्यस्तो आगो बालेपछि त जाइन पनि यस्तै भने अनि के भन्छ यो सुकुटी यो सुकुटी चाख्न चाहिँ अलिकति भाग्य नै चाहिन्छ जस्तो लाग्छ है कहिले सहरतिर बनाएको सुकुटी र यहाँ गाउँघरतिर बनाएको सुकुटी फरक हुन्छ क्या पुरा अब त्यो हुन्छ नि सुकुटी त हो होइन सहरतिर बनाएको नि तर यहाँ धुवाको बास्ना मिक्स हुने बेला चाहिँ टेस्टै बेग्लै हुन्छ है होइन गाई होइन गाइस सो एकछिन खाजा खाइसकेपछि चाहिँ म खेतहरूमा के कता कता कसरी रोपेको छ भनेर चाहिँ दृश्य अवलोकन गर्न गएँ र साथै मेरो घरहरूको पनि दृश्य क्याप्चर गर्न थालेँ एकदमै रमणीय छ जे होस् गाउँघरमा आउने बेला चाहिँ फिलिङ चाहिँ छुट्टै आउँछ क्या एउटा आनन्दपन हुन्छ नि त्यो हावा पानी एहसास भन्छ नि महसुसै बेग्लै हुने क्या गाउँघरमा जाने बेला चाहिँ त्यो वातावरणमा रम्नको लागि चाहिँ एकदम मजा आउँछ क्या सो त्यसपछि एकछिन केही दृश्य अवलोकन गरेपछि चाहिँ अब घरतिर लाग्नु पर्यो भनेर हामी चाहिँ घरतिर लाग्न थाल्यौँ फर्किँदैछ दाइ सम्झिँदाखेरि क्या म अहिले त्यो साकै सम्झिन्छ होला दाइले ल गफाडी जाउँ छिटो सत्यम माउथ लेट्स गो क्विकली बाई छोरो फाइनली बाइक घर ठाउँमा चाहिँ आइपुग्यो हामी सबै फोरै फोहोर लाग्छ ल नुवाकोटको रमणीय दृश्यहरू हेर्नु होला यहाँ चाहिँ हामी एकछिन बाइक चलाउँदा चलाउँदै एकदम गाह्रो भएर एकछिन रेस्ट गर्नलाई 5-10 मिनटको लागि त्यो रोक्नलाई यहाँ बसेको छ एकदम थकाइ लागेको छ नुवाकोटको दृश्य यहाँबाट घुमेर यो बाटोबाट आउँछ हामी रेस गरेको एकछिन मात्र भएको थिएन त्यो तल चाहिँ एक्सिडेन्ट भएर के भयो पुरै कुटाकुट भइरहेको रहेछ क्या ल एक्सिडेन्ट पर्यो अनि बाइकवाला मान्छेले चाहिँ पिट्दै थियो गाडीवाला मान्छेले चाहिँ पख्नु दाइ भनेर कराइरहेको बाइक एक्सिडेन्ट भयो बुढो बाइक एक्सिडेन्ट भयो त मान्छे के भयो एक्सिडेन्ट भयो क्या मान्छे के भयो त चाबी कहाँ छ बाइकको त्यही छ हेर त नजाऊ त्यसरी बुढो यहाँ आऊ त तिमी बाइक एक्सिडेन्ट भयो गाइस एक्सिडेन्ट भयो मान्छे पो के भएछ भने डर लाग्यो भरे ठाउँमै गएर बुझ्ने बेला चाहिँ कुरा के रहेछ भन्दाखेरि चाहिँ कर्नरिङमा चाहिँ ठाउँ नपुग्ने भएर ब्याक गर्ने बेला चाहिँ पछाडि रहेको बाइकलाई चाहिँ ठोकिनु पुगेको रहेछ हाना हानै परिरहेको फेरि
मलाई भिडियो मलाई त रिस उठिसक्यो र गाइस घरमा मान्छेलाई चाहिँ केही पनि भएन सो त्यो चाहिँ ब्याक गरेर हानेर गर्ने बेला लागेको छ क्या फेरि हर्न बजाउँदै बजाउँदै अनि अब यहीँको लोकल जस्तो छ रिसायो अब लोकल मान्छेलाई हानेपछि त अनि कहाँ सक्नु भने त्यो पनि मान्छेलाई क्षति पुगेन म चाहिँ के भएको मेरो बुढी चाहिँ यस्तो ऊ देखेपछि फेरि डराइहाल्छ है टर्निङ पनि हेर्नु न यस्तो डेन्जर छ क्या यहाँबाट पुरा यु टर्न छ थाहा नै हुँदैन पुरा यु टर्न छ अनि यस्तो बाटोमा एक्सिडेन्ट भइहाल्छ एकछिन रेस्ट गरिसकेपछि चाहिँ हामी फेरि घर फर्किने बाटोतिर लाग्यौँ आजको वाल जाम भयो यो बाटो त्यो खाले बाटो शनिबार हो त त्यही भएर जाम भयो अब साथसाथै त्यो मेला पनि राखिरहेको रहेछ क्या बाटो सदाको चाहिँ त्यहाँ आँकिरहेको है यति बेला चाहिँ टोखा क्षेत्रमा चाहिँ जात्रा र मेला सँगसँगै लागेको भएर चाहिँ अलिकति निकै नै जाम थियो फाइनली हामी चाहिँ ब्याक टु आवर होम बाल मजा है मजा आएन घर आइपुगिसकेको छ बुढी थकित अवस्थामा मेरो कपाल देख्न सक्नुहुन्छ तेरे नाम भइसकेको छ है चलाउँदा राइड गर्दा चाहिँ लास्टै गाह्रो भइरहेछ क्या guys, hello, bye bye.